र किपिङ गर्न आउँदै हुनुहुन्छ छिनु गाइजबाट। मनिषको प्रहार रहेको थियो तर उत्तिकै राम्रो सेभ भाइ अमिन दादा हातैका है किपर छिन्डारा। छिन्डाराबाट पहिलो पेनाल्टी सुट आउट गर्न जाँदै हुनुहुन्छ प्रदीप भाइ। लामै छिनाल्ने प्रहार रहेको थियो तर बल चाहिँ पोस्टभित्र छिरेको छैन। निकै राम्रो प्रहार रहेको थियो। नयाँ प्रहार गर्न आउँदै भाइ कान्ति भाइ आर्यन। ओ माई गॉड किपरले महसुसै गर्न पाउनु भएन बल कहाँबाट छिर्यो। र यो दोस्रो पेनाल्टी सुट आउट गर्न जाँदै हुनुहुन्छ भाइ विक्रम नेपाली। र हेरौँ यो सुट आउट गोलमा परिवर्तन हुन्छ कि हुँदैन। र यो सेभ भाइ 5 स्टारका किपर भाइ। र यो सुट आउट गोलमा परिवर्तन भयो भने मौका छ फेरि पनि छिनु गाइजलाई। यदि हाम्रो खुसीचन्द बहिनीको पेनाल्टी सुट आउट गोलमा परिवर्तन हुन्छ भने छिनु गाइजका भाइ बहिनीहरूले फेरि मौका पाउनुहुनेछ। भाइ 5 स्टारका किपर र आजको नतिजा अनुसार पेनाल्टीको सुटआउट अनुसार आजको यो फाइनल खेल हात पार्नु भएको छ 5 स्टार। सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई बधाई छ र अबको समय हामी प्राइज डिस्ट्रिब्युसन